तराईको फाँटमा जग्गा सग्गा छ भने मजाले प्यानलबाट यसरी संरचना बनाउन सकिन्छ है त। यो चाहिँ त्यस्तो धेरै पैसा लागेको छैन यसमा। हेर्नुहोस् एल्युमिनियमको झ्याल प्रयोग गरिएको छ अनि तपाईँको हुन त यो फाउन्डेसन वर्कहरू सबै नै भएको छ, तर यसमा चाहिँ तपाईँको नर्मल झ्याल भनौँ न, एल्युमिनियम झ्याल माथि चाहिँ नर्मल जस्ता प्रयोग गरिएको छ। आरपी प्यानलको 75 mm को नै प्रयोग गरेको छ र यसमा आरपी प्यानल चाहिँ। सो 700 स्क्वायर फिट जतिमा फैलिएको छ यो घर चाहिँ। अनि यहाँ चाहिँ अब टाइलको काम, यो वर्कहरू चाहिँ सबै भएको है। फेरि यो बाहिरको रेलिङदेखि लिएर यो सबै काम चाहिँ यसमा भएको छ। सो 1850 जतिमा बनेको हो यो। ग्रिल पनि राखेको छ, सबै बनेको छ, ग्यारेन्टी फेब्रिकेटर राखेको। यो यसमा त कम्प्लिट सबै नै हो नि सर होइन 1850 मा सबै नै छ होइन यसमा। जस्तो कम्प्लिट फिनिसिङ भएर तपाईँहरूले ह्यान्डओभर गर्नुभयो होला होइन 1850 मा। सो नर्मल हाम्रो एल्युमिनियमको झ्याल भयो, माथि नर्मल जस्ता बाटा भयो। यो फल सिलिङ पनि नर्मल नै राखेको छ यसमा चाहिँ। सो एउटा फल सिलिङ भयो 700 स्क्वायर फिट होइन अलमोस्ट सर यो 96 जति छ होइन। यो पूजा कोठा होला होइन, पूजा कोठा। यो चाहिँ उहाँहरूको एउटा रुम भयो अनि यो चाहिँ टोयलेट बाथरुम भयो। यो टोयलेट बाथरुम चाहिँ यस्तो छ। सो यसरी चाहिँ बनाएको छ। अर्को एउटा रुम भयो। सो चट्ट परेको सानो उहाँहरूको। अनि यो चाहिँ उहाँहरूको लिभिङ रुम हल भइहाल्यो। अनि यता साइडमा किचन निकाल्नु भएको छ। सो यो चाहिँ 1850 मा बनेको चट्ट परेको। अनि यता पनि निकालेको छ। कति फाउन्डेसन उठाइएको छ सर यसमा? 4 फिट छ। कस्तो पानी आउँदो रहेछ सो यति बनाउनुको लागि चाहिँ 1850 जति खर्च भएको छ हेर्नुहोस् है। र तपाईँले पनि यस्तो सल्युसनहरू चाहिँ मजाले बनाउन सक्नुहुन्छ। नमस्ते, चिया बनाउँदै हुनुहुन्छ यता? तपाईँसँग म किचनमा कुरा गरिहाल्छु ल दि। अलराइट, सो तपाईँहरू पनि यदि एस्ट्रा प्यानलबाट यस्तै संरचना बनाउन चाहनुहुन्छ भने चाहिँ मजाले रुच्न सक्नुहुन्छ है त। दुधको भाराले नसरपोस, आँसुको धाराले रुँदा रुँदै जो। आमा 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 हो तिम्रो सम्झनाले सिरानी नै भिज्यो। दुधको भाराले नसरपोस, आँसुको धाराले रुँदा रुँदै जो। आमा 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 हो तिम्रो सम्झनाले सिरा